आज कास्की र स्याङ्जाको उम्मेदवार जम्का भेट भएको छ यसमा के भन्नुहुन्छ तपाईँ? कास्की र स्याङ्जाको मात्रै होइन देशैभरिका उम्मेदवार हो। भोलि सदनमा पनि यसरी नै सबै उम्मेदवारहरुसित भोलि जितेर सदनमा जाने एकै पटक चाहिँ यो देशलाई विकासको लागि समृद्धितर्फ अगाडि बढाउनको लागि चाहिँ हामी सबै देशैभरिका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू भोलि सांसद भएर एकै ठाउँ उभिन्छौँ। अहिले चुनाव प्रचार गर्दै गर्दाखेरि यहाँ सँगै भेटेको छैन। कास्कीमा चाहिँ राजसभाको माहौल कस्तो छ? कास्कीमा त तपाईँ हामी 3वटै क्षेत्र जित्छौँ, यसमा 2 मात्रै छैन। अर्को कुरा के भन्दा कास्कीमा अन्य दलहरूको अस्तित्व समेत मेटिने गरी जित्छौँ हामी। ढुक्क हुनुहोस् तपाईँ। कुनै दलले हामी थियौँ भन्ने कुरा चाहिँ उनीहरूले सोच्लान् होइन, छौँ अथवा हुन्छौँ भन्ने कहिले पनि सोच्दैनन्। अहिले पनि उनीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेछ, मुटुमा तपाईँको घन्टी बजिरहेछ। त्यो कारणले गर्दाखेरि भन्दै गर्दाखेरि उस्तै पऱ्यो भने त्यहाँ चाहिँ आफ्नो दलको झन्डै छैन अहिले होइन, कुनै दलको झन्डा पनि छैन, कुनै दलको समर्थक पनि छैनन्। अहिले सबैजना मनबाट मस्तिष्कबाट र सबै ठाउँबाट चाहिँ घन्टी मय बनेको छ। कास्की चाहिँ हामी किल्ला बनाउँछौँ। ल अब स्याङ्जा र कास्कीदेखि संसदमा भेट्ने सम्भावना कतिको छ दुवैतिरको? सदनमा सँगै जाने हो। हाम्रा साझा मुद्दाहरू छन्, साझा मुद्दाहरूलाई चाहिँ केन्द्रीकृत गरेर हामी चाहिँ 2टा छिमेकी जिल्ला भए पनि होइन साझा मुद्दाहरू धेरै छन्। ती मुद्दाहरूलाई स्थापित गर्ने गरेर कम्तीमा पनि देश निर्माणको यो अभियानमा चाहिँ हामी स्याङ्जा र कास्कीका उम्मेदवारहरू भोलि त्यहाँ गएर कम्तीमा पनि समृद्ध स्याङ्जा समृद्ध कास्की बनाउनको लागि चाहिँ हाम्रो अहम भूमिका रहन्छ। र जनताले कम्तीमा पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू भोलि सांसद भएर जाँदै गर्दाखेरि बल्ल हाम्रो नेता पाइए भनेर चाहिँ त उहाँहरूले चाहिँ गर्व गर्ने लायकको काम गर्छौँ, इमान्दार प्रयास गर्छौँ, जनतामुखी काम गर्छौँ र जनताप्रति सधैँ प्रतिबद्ध भएर उहाँहरूप्रति इमान्दार रहेर काम गर्छौँ। गाउँमा डुल्दै गर्दाखेरि जनताहरू धेरै उत्साह देखिन्छ। यो जनताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? जनताहरूलाई अब धेरै समय छैन, तपाईँहरू चाहिँ निराश हुनुपर्ने। अबको 1 महिना पछाडि तपाईँको आशाका किरणहरू छाउनको लागि चाहिँ हामी आउँदैछौँ। त्यसैले गर्दाखेरि तपाईँहरू ढुक्क भएर बस्नुहोस्। फागुन 21 पछाडिको तपाईँको त्यो अन्तिम दिन रहनेछ। फागुन 21 त्यो पछाडिका दिनहरू हरेक दिनहरू सुनौला बन्नेछन् र कम्तीमा पनि यो देशले फड्को मार्नेछ। र त्यसै गरी विदेशमा भएका हाम्रो सम्पूर्ण नेपालीहरूलाई चाहिँ नेपाल फर्कने वातावरण, त्यसै गरी युवाहरूलाई रोजगारी दिने र त्यसै गरी समृद्ध नेपाल बनाउनको लागि चाहिँ हामी प्रतिबद्ध भएर लागेछौँ। यही चाहिँ यहाँहरूलाई आग्रह गर्न चाहन्छु। आम नेपाली नागरिकहरूलाई एउटा कुरा भन्न चाहन्छु, कम्तीमा पनि फागुन 21 को दिनमा चाहिँ मतदान गर्दै गर्दाखेरि भाद्र 23 होला 35 वर्षको यिनीहरूले बनाएको जुन बिजलेको छ यो देश, बिजलेको यो समाजलाई देशलाई चाहिँ हामी लयबद्ध बनाएर अगाडि लैजानेछौँ। तपाईँहरूलाई सम्पूर्ण अग्रिम शुभकामना। कास्की दुईले के भन्छ? उत्तम पौडेलले भन्छ। कास्की दुईले के भन्छ? उत्तम